नमस्कार, टेक सन्तोष युट्युब च्यानलमा हार्दिक स्वागत छ। म सन्तोष नेउपाने। आजको भिडियो अन्तर्गत रहेर हामीहरूले लाइसेन्स हैन यातायात कार्यालयमा तपाईलाई बाइकको होस्, स्कुटीको होस् अथवा कुनै पनि सवारी साधनको होस् त्यो लाइसेन्स निकाल्नुपर्ने हुन्छ। त्यो लाइसेन्सको लागि पनि अनलाइन फारम भर्नुपर्ने हुन्छ। त्यो अनलाइन फारम कसरी भर्ने त्यसको बारेमा आजको भिडियो रहेको छ। भिडियोलाई पुरा हेर्ने प्रयास गर्नु होला र तपाईहरुले यही अनुसार नै आफूले अनलाइनबाट चाहिँ आवेदन दिनु होला लाइसेन्सको लागि। म कसरी गर्ने विस्तृत रूपमा भिडियोमै बताउँछु है त। हुन्छ, आउनुस् लागौँ स्क्रिन तर्फ। म स्क्रिनमा आइसकेको छु र स्क्रिनमा तपाईले apply.dl.dotm.gov.np/login भनेर हान्नुभयो, यो लिंक हान्नुभयो भने अथवा डिस्क्रिप्सनमा लिंक छ, सिधै गएर त्यहाँ क्लिक गरिदिनु भयो भने तपाईले यो इन्टरफेस अथवा यो सेक्सनमा आउन सक्नुहुन्छ। यो सेक्सनमा आइसके पछाडि तपाईले यसलाई यसरी क्लिक गरिदिनु, यस्तो खालको इन्टरफेस आउँछ। यो लिंकमा गइसके पछाडि यस्तो खालको इन्टरफेस आउँछ। यसमा तपाईले आफ्नो मोबाइल नम्बरलाई राख्दिनुस्, हाल्नुस् आफ्नो फोन नम्बर। आफ्नै नाममा भएको हो भने अझ राम्रो हैन। यहाँ आफ्नो फोन नम्बरलाई तपाईले राख्दिनुस् है त। तपाईले यहाँ फोन नम्बर हानिसके पछाडि तलपट्टि एउटा क्याप्चा आएको छ, यो क्याप्चालाई जस्ताको तस्तै यहाँ हान्दिनुस्। तपाईले फोन नम्बर हानिसके पछाडि सेन्ड गर्दा पिन आएन भने यहाँ यो एरियामा लेखेको देख्न सक्नुहुन्छ, हेयर टु रिसेन्ट पिन भनेको छ। यहाँ क्लिक गर्नुभयो भने तपाईको पिन पुनः तपाईलाई पठाउँछ है त। यसमा तपाईले क्लिक गर्न सक्नुहुन्छ। यसरी आएन भने र यहाँ फेरि आफ्नो फोन नम्बर नै हान्नुस्। तपाईले यसरी यो पिनलाई यहाँ हान्दिनु भयो र नेक्स्ट गरिदिनु भयो भने यस्तो इन्टरफेस पाउनुहुन्छ। तपाईलाई यहाँ सोधेको छ के तपाईसँग नेपाली सवारी चालक अनुमति पत्र छ भनेर सोधेको छ। तपाईसँग छ भने कि छ कि छैन भनेर यहाँ सोधेको हो। तपाईले यहाँ के होइन मसँग नेपाली सवारी चालक अनुमति छैन, तपाईले फर्स्ट टाइम भर्न जाँदै हुनुहुन्छ भने युवा। त्यसैगरी तपाईसँग अलरेडी कुनै पनि सवारी चालक अनुमति पत्र छ भने यहाँ जान सक्नुहुन्छ। तर तपाईसँग जुन फर्म भर्न गइरहेको छु उसको चाहिँ यो पहिला छैन, त्यसले गर्दा मैले फर्स्टमै टिक लगाएँ र मैले यहाँ नेक्स्ट गर्देँ र यस्तो इन्टरफेस पाउनुहुन्छ। तपाईँ कुन देशको नागरिक हो भनेको छ, नेपालको नागरिक भएको भएर मैले नेपाली क्लिक गरेँ र यसलाई नेक्स्ट गरिदिएँ र तपाईले यस्तो खालको इन्टरफेस पाउनुहुन्छ। तपाईले यहाँ आफ्नो नागरिकता अनुसार हाल्नुपर्ने हुन्छ। यो यसरी भर्दै गर्दाखेरि चाहिँ तपाईले आफ्नै सिम आफ्नै नाममा छ भनेदेखि यहाँ अलरेडी तपाईलाई आएको पनि हुन्छ र तपाईसँग अलरेडी आफ्नो सिम आफ्नो रजिस्ट्रेसन सिम आफ्नो नाममा छैन भनेदेखि यो खाली आउँछ। तपाईले आफ्नो नाम यहाँ हान्दिनुस्। फर्स्ट नेम इन इङ्ग्लिस भनेको छ, तपाईले आफ्नो फर्स्ट नाम आफ्नो पहिलो नाम इङ्ग्लिसमा हान्दिनु होला। तपाईले यहाँ आफ्नो नाम इङ्ग्लिसमा हानिसके पछाडि तल्लोतिर आउनुभयो भने जन्ममितिमा आएको छ, जन्ममिति हान्दिनुस्। यहाँ विक्रम सम्वतमा आएको छ, तपाईँ कति सालमा जन्मिनु भएको त्यही अनुसार यहाँ चुज गर्नु होला आफ्नो जन्ममिति। जन्ममिति हानिसके पछाडि यहाँ नागरिकता नम्बरमा आएको छ, आफ्नो नागरिकता नम्बरलाई हाल्दिनुस्। त्यसैगरी आफ्नो जिल्ला अनुसार चाहिँ आफ्नो अञ्चललाई चुज गर्नु होला। तपाईले अञ्चलबाट कि प्रदेशबाट भनेको छ, यहाँ मैले अहिलेलाई प्रदेशमै क्लिक गरेँ अनि यहाँ प्रदेशमा क्लिक गरेर प्रदेश अनुसार चाहिँ आफ्नो जिल्ला छनौट गर्ने हो भने भनेको हो। यहाँ आफ्नो त्यही अनुसार आफ्नो जिल्ला छनौट गर्नुस् र यहाँ आफ्नो नागरिकता जारी भएको मिति तपाईले यो नागरिकताको विवरण हो, यहाँ नागरिकताको विवरण अनुसार चाहिँ तपाईले ड्र गर्न सक्नुहुन्छ। नागरिकता मितिलाई यहाँ चुज गरिदिनुस्। आफ्नो नागरिकता जारी कहिले भएको हो, नागरिकता कहिले बनेको अलि पछाडिपट्टि हुन्छ, ख्याल गर्नु होला। यहाँ जारी मिति भयो। यहाँ तपाईले इमेल आफ्नो इमेल एड्रेसलाई हान्नु होला। इमेल एड्रेस छ भने इमेल एड्रेस प्राय गरेर अब अनिवार्य भइसकेको छ, त्यसैले गर्दा इमेल एड्रेसलाई हान्दिनुस् है त र यसलाई नेक्स्ट गरिदिनुस्। यहाँ एकचोटि क्लियर हेर्नुस् तपाईको ठिक छ कि छैन, सबै यही अनुसार चाहिँ चेक गरेर तपाईले नेक्स्ट गरिदिनुस्। यस्तो खालको इन्टरफेस पाउनुहुन्छ। तपाईले अब आवेदकको नाम भनेर यहाँ सोधेको छ हैन, यो सिटिजनशिप अनुसार तपाईले हाल्दिनु होला आवेदकको नाम। यहाँ देवनागरिकमा भनेको छ, नेपालीमा हाल्दिनु होला है त। त्यसैगरी यहाँ आफ्नो मेल फिमेल के हो, लोग्ने मान्छे हो भने मेल, लेडिज हो भने फिमेल, यहाँ मैले मेलको भर्दैछु। रक्त समूह तपाईको ब्लड ग्रुप के हो त्यही अनुसार चाहिँ आफ्नो ब्लड ग्रुपलाई यहाँ तपाईले ड्र गर्न सक्नुहुन्छ। मैले बी प्लस हो, मैले बी प्लस राखेँ। यो हुलिया केही राख्नु परेन, यो रेड कलरको स्टार छ, यो स्टार भएको चाहिँ तपाईले सबै हाल्नुपर्ने हुन्छ। यहाँ पेसा सोधेको छ, मैले पेसा अनुसार चाहिँ यहाँ मैले बिजनेस पर्सन भनेर हाल्दिएँ, चुज गरेँ। शिक्षा भनेको छ, शिक्षा लगभग हाम्रो सेकेन्डरी लेभलको हो, त्यसैले गर्दा मैले सेकेन्डरी लेभललाई चुज गरेँ। तालिम दिने संस्था त्यस्तो केही छैन, मैले यसलाई केही गरिनँ। यो रेड जहाँ छ त्यो मात्रै मैले चुज गर्छु।
त्यसैगरी आवेदकसँगको नाता भनेर भनेको छ अभिभावक। मैले फादरलाई चुज गर्ने भएँ। त्यसैगरी फादरको पहिलो नेम भनेको छ, बुवाको यहाँ पहिलो नेम चुज गरिदिनु होला। फर्स्ट नेम भनेको छ। यो इङ्ग्लिसमा हाल्ने हो है त, तपाईँले यहाँ नझुक्किनु होला। यहाँ इङ्ग्लिस भनेको छ, तपाईँले कुनै पनि हान्दाखेरि यहाँ इङ्ग्लिस भनेको छ भने इङ्ग्लिस, नेपाली छ भनेको छ भनेदेखि नेपाली। जस्तै माथि यहाँ माथि भनेको थियो देवनागरिकमा भनेको थियो होइन, नामहरू सबै देवनागरिकमै भनेको भएर मैले यहाँ त्यो चुज गरेको थिएँ। यहाँ चाहिँ इङ्ग्लिसमा मागेको छ, तपाईँले यहाँ नझुक्किनु होला, इङ्ग्लिसमा आफ्नो बुवाको नाम हानिदिनुहोस्। त्यसै गरी यहाँ तलपट्टि पाण्डे पछाडि तलतिर सोधेको छ पर्मनेन्ट एड्रेस नागरिकता अनुसार चाहिँ थाई ठेगाना भनेको छ। प्रदेश अनुसार मैले चुज गरिदिएँ। प्रदेश चाहिँ लुम्बिनी प्रदेश, अर्घाखाँची जिल्ला। त्यसै गरी पालिका नगरपालिका भनेर सोधेको छ, सिद्धगङ्गा नगरपालिका, वार्ड नम्बर 14। टोल भनेको छ, टोल यसरी हामीले यहाँ चुज गरिसकेका छौँ है त। त्यसै गरी अब हालको ठेगाना भनेको चाहिँ सेम हो, अहिले जहाँ छ त्यही नै अहिलेको पनि एड्रेस हो। त्यसैले गर्दा मैले क्लिक यही ठाउँमा लगाएँ। र यहाँ भनेको छ तपाईँको नागरिकताको अगाडिको भाग पछाडिको भाग भनेर यहाँ दुईटै नागरिकताको फोटोकपी मागेको छ। तपाईँले यहाँ त्यही अनुसार चाहिँ आफ्नो नागरिकताको दुईवटा फोटो चुज गर्नु होला। तपाईँले यहाँ फाइल चुज गर्ने ठाउँमा चाहिँ जानुभयो भने यस्तो खालको इन्टरफेस पाउनुहुन्छ। मैले यहाँ पहिलो नागरिकता प्रविष्ट पहिलो अगाडिपट्टिको फ्रन्ट साइजको चाहिँ मैले यहाँ हालेँ। अगाडिको भाग लेखेको छ, यहाँ हालिदिनुहोस्। र पछाडिको भाग भनेको छ, यहाँ हालिदिनुहोस्। यसरी अगाडिको र पछाडिको भाग बनाएर तपाईँले हालिदिनुहोस्। र यहाँ आफूलाई एकचोटि हेर्नुहोस्, नाम मिडल नेम छ भने मिडल नेम, अन्तिम नाम, आफ्नो थर के हो, जन्ममिति के हो, लगायतका कुराहरू, आफ्नो मेल एड्रेस के हो, सबै कुरालाई यहाँ हेरेर यसलाई नेक्स्ट गरिदिनुहोस्। यसलाई नेक्स्ट गरिदिनु भयो भने यस्तो खालको इन्टरफेस पाउनुहुन्छ है त। तपाईँले यसरी हेरिसके पछाडि सबै कुरा आफ्नो यहाँ देखाइदिएको हुन्छ, के हो आफ्नो सबै यहाँ देखिसके पछाडि तपाईँले यसलाई चाहिँ यहाँ नेक्स्ट गरिदिन सक्नुहुन्छ। यसलाई यहाँ टिक लगाइदिनुहोस्, त्यसपछि यसलाई नेक्स्ट गरिदिनुहोस्। यहाँ तपाईँको फर्म सबमिट गर्ने हो भनेर सोधेको छ, सबमिट गर्ने हो। र तपाईँको यहाँ आफ्नो प्रोफाइल क्रिएट भइसकेको छ है त। तपाईँको यहाँ आफ्नो प्रोफाइल क्रिएट बल्ल भयो। अब हामीहरूले के गर्छौँ, यहाँबाट नयाँ लाइसेन्स लेखेको छ, फर्स्टमै नयाँ लाइसेन्समा गएर हामीले क्लिक गर्छौँ। र यहाँ लेखेको छ एप्लाई फर लाइसेन्स। म सम्बन्धित यातायात व्यवस्था कार्यालयमा गई स्वास्थ्य परीक्षण गराउन चाहन्छु भनेको छ, अथवा अर्को म यातायात व्यवस्था कार्यालय बाहिर सूचीकृत चिकित्सकसँग गई स्वास्थ्य परीक्षण गराउँछु भनेको छ। हामीले फर्स्टमै क्लिक लगाएर हामीले नेक्स्ट गरिदिन्छौँ र यसलाई यहाँ ओके गरिदिन्छौँ। यस्तो खालको इन्टरफेस पाउनुहुन्छ। तपाईँले के को लाइसेन्स निकाल्ने हो, आफूले आफ्नो लाइसेन्सको क्याटेगोरी चुज गर्नुहोस्। जस्तै मैले मोटर बाइकको निकाल्दैछु, मोटर बाइक निकालिसके पछाडि स्कुटर र मोपेडको पनि यहाँ आउँछ। त्यसैले गर्दा क्याटेगोरी बी मैले सिलेक्ट गरेँ। यसलाई क्लिक गरिदिनुहोस्। त्यसै गरी आफ्नो कार्यालय, यातायात कार्यालय कहाँ हो, आफ्नो यातायात कार्यालय कहाँबाट लाइसेन्स निकाल्ने हो, त्यो आफ्नो यातायात कार्यालय चाहिँ तपाईँले यहाँ चुज गरिदिनु पर्ने हुन्छ। जस्तै मैले अहिले बुटोल नजिकै छु, त्यसैले गर्दा मैले यसलाई यहाँ बुटोल खोज्दैछु। बुटोल कहाँ छ, यहाँ लेखेको छ रूपन्देही होइन। यहाँ अफिस कार्यालय चाहिँ म्यानेजमेन्ट ट्रान्सपोर्ट म्यानेजमेन्ट अफिस रूपन्देही भनेको चाहिँ हामीले रूपन्देहीलाई चुज गरौँ। र अब यहाँ तपाईँलाई डेट जोइन गर्ने ठाउँ आएको छ। तपाईँ कहिलेको लागि चाहिँ जाने भनेर भन्दाखेरि 6/8 को लागि चाहिँ सन्डे 133 सिट एभाइलेबल रहेका छन् होइन। तपाईँले कहिले आफ्नो डेट कहिलेको लागि चाहिँ भ्याउनुहुन्छ। मैले फर्स्ट नै मैले कार्यालय जाने मिति चयन गरेँ। अब यसलाई यसरी चयन गर्नुहोस् र यसलाई नेक्स्ट गरिदिनुहोस्। यहाँ सोधेको छ यो डेटमा जान भ्याउनुहुन्छ यसको लागि भनेर सोधेको छ, यस सकिन्छ, ओके। र तपाईँको आफ्नो फर्म सबमिट भएको छ है त। यो तपाईँले यहाँ क्लियर देख्न पनि सक्नुहुन्छ। त्यसै गरी यहाँ क्लिक हेयर टु डाउनलोड एप्लिकेसन भनेको छ। यो सबै मोबाइलबाट पनि गर्न मिल्छ, तपाईँ कम्प्युटरबाट छ भने कम्प्युटरबाट, ल्यापटपबाट सबैबाट मिल्छ। मैले क्लिक हेयर टु डाउनलोड एप्लिकेसन भनेको ठाउँमा क्लिक गरेँ। तपाईँले यहाँ एउटा डाउनलोड पनि प्राप्त भएको छ है त। यसरी आफूले पनि के गर्न सक्नुहुन्छ त भन्दाखेरि चाहिँ फर्म सबमिट गर्न सक्नुहुन्छ।
यो फर्म लिएर चाहिँ तपाईँ यो बोकेर चाहिँ तपाईँ आफ्नो यसलाई प्रिन्ट गरेर प्रिन्ट आउट गरेर तपाईँ यातायात कार्यालयमा जान सक्नुहुन्छ है त। हुन्छ, तपाईँले पनि यही अनुसार नै भर्नुहोस्। तपाईँले केही बुझ्नु भएन भने मलाई कमेन्ट बक्समा कमेन्ट गर्नु होला है त। हुन्छ, आजको भिडियो यहीँ सकिन्छ। नमस्ते।